कालेबुङको विभिन्न साहित्यिक र सामाजिक सङ्घ-संस्थाहरूमध्ये कालेबुङको पूर्व मूलपथमा स्थित अगमसिंह गिरी समाजको भिन्दै मूल्य र महत्त्व रहेको छ। यस समाजले वर्षेनी आफ्नो समाजको नाममा रहेको कवि अगमसिंह गिरीको जन्म जयन्ती पालन गर्दै आइरहेको छ। त्यही हेतुले यस वर्ष 2025मा पनि अगमसिंह गिरीको 98औं जन्म जयन्ती पालन गर्न समाजका सम्पूर्ण सदस्यहरू तमतमार भएका छन्। आज बिहानैदेखि सम्पूर्ण समाजका सदस्यहरू एकट्ठा भएर समाजमा विभिन्न रङ्गारङ कार्यक्रम गर्दै कवि गिरीको 98औं जन्म जयन्ती पालन गर्न एकजुट भएका छन्। विशेष गरेर यस समाजले सामाजिक कार्यको अतिरिक्त साहित्यिक कार्यहरू पनि गर्ने गर्दछ। आज यस कार्यक्रममा कालेबुङका एक वरिष्ठ नागरिक तथा लेखक कवि ज्ञान सुतारलाई प्रमुख अतिथिको रूपमा निम्ताएका छन् भने ती अतिथिको स्वागतको निम्ति बाल वनिता वृद्धा सबै एक भएर अघि आएका छन्। अब हेर्दै जाउँ आजको गिरी जयन्तीको रमाइलो कथा। अर्थात् भन्नुपर्दा यहाँ गिरी जयन्ती मात्र मनाइँदैन, समाजका सम्पूर्ण सदस्यहरू एक भएर उनीहरू हातमा हात मिलाउँदै समाजको उन्नति र विकासको निम्ति अघि आउने गर्छन्। आज पनि बिहानैदेखि यहाँ समाजका मानिसहरू भेला भएका छन्। सुनौँ है त अब गिरी जयन्तीको कथा। यो भयो भेला भइदिनु भए हामी अति हजुरहरूको कृतज्ञ रहनेथ्यौँ। ल हजुरहरूलाई चाँडोभन्दा चाँडो आइदिने फेरि अनुरोध जनाउँदछौँ। समय हाम्रो 10 बजेको समय निस्किसक्यो। यसर्थ सबैजना यहाँ भेला भइदिने नम्र निवेदन गर्दछौँ। यहाँ निम्त्याउन चाहन्छु। हद्दार्पण गर्नको निम्ति हाम्रा बुहारी पद्मा राई अनि हाम्रा अर्की बुहारी हाम्रा स्नेहा छेत्रीलाई फर्मर प्रेसिडेन्ट अगमसिंह गिरी समाजका फर्मर प्रेसिडेन्ट श्रीमान अनिल चन्द्र थापाज्यू पनि विराजमान हुनुहुन्छ। यसरी नै अन्य हाम्रा फर्मर सेक्रेटरीहरू या प्रेसिडेन्ट महोदयज्यूहरूलाई पनि यहाँ अतिथि लाइनमा आएर बसिदिने नम्र निवेदन चढाउन चाहन्छु। पहिलेका प्रेसिडेन्ट श्रीमान मार्कुस कालीकोटेज्यू नै हुनुहुन्थ्यो अनि हाम्रा फर्मर प्रेसिडेन्ट महोदय श्रीमान हाम्रा सर्वप्रथम खाजा लाउनेहरूलाई म सर्वप्रथम प्रेसिडेन्ट अनि अब हाम्रा आजका मुख्य अतिथि महोदयज्यूलाई पनि माल्य अर्पण गरिदिने अनुरोध टक्राउँदछु। श्रीमान ज्ञान सुतारज्यू सबैले तालीले स्वागत जनाउनुहोला। यसरी नै हाम्रा फर्मर प्रेसिडेन्ट अनिल चन्द्र थापाज्यूलाई र हाम्रा भाइस प्रेसिडेन्ट वर्तमान भाइस प्रेसिडेन्ट श्रीमान भूपेश पाण्डेज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुने म अनुरोध टक्राउँदछु। फर्मर सेक्रेटरी श्रीमान डाक्टर सोनाम शेर्पाज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन भनी निवेदनज्यूलाई पनि खाद्य अर्पण गरिदिनु। खाद्य अर्पण र माल्य अर्पणको कार्यक्रम सके जस्तै छ। अन्य महोदयहरू हामी माझमा फेरि पनि म समाजका प्रत्येक सदस्य परिवारहरूलाई यहाँ निम्ताउन चाहन्छु। जति हाम्रो परिवारहरू अन्य सदस्य मार्कुसज्यूलाई यहाँ स्वागत भाषणको निम्ति निम्ताउन चाहन्छु र सम्पूर्ण अगमसिंह गिरी परिवारलाई स्वागत गराउँदछु। अनि प्रमुख अतिथि आजका प्रमुख अतिथिलाई हामी सहृदय स्वागत गर्दै र आजको यो
कार्यक्रमलाई अगाडि बढाइदिनु हुन भनी कुरा निम्ति राख्दछु। धन्यवाद। उस कालेकोटीज्यू वर्तमान प्रेसिडेन्टलाई हामी धेरै धेरै धन्यवाद चढाउँदछौँ। उहाँकै स्वागत भाषणको क्रममा म अलिकति थप्न चाहन्छु। जतिजना पनि समाजबाट यहाँ सदस्यहरू भेला हुनुभएको छ, अन्यहरू जसरी हाम्रा प्रेसिडेन्ट, सेक्रेटरी र हाम्रा मुख्य अतिथि महोदयज्यूलाई हामी यस मञ्चबाट धेरै धेरै स्वागत तथा अभिवादन जनाउँदै म एकछिन दुःख दिन चाहन्छु। अब हाम्रो कार्यक्रमको दीप प्रज्वलनको निम्ति हाम्रा आजकै मुख्य अतिथि महोदयज्यू श्री आजको कार्यक्रमको सुरुवात भइसकेको छ र गिरीको तस्बिरमा माल्य अर्पण तथा यहाँबाट चिफ गेस्ट महोदयको बहुरी आफ्नो जग्गामा खडा भइदिनु भए अति समाजको उद्घाटनको निम्ति बजाइदिनु हुन निवेदन पठाउँदछु। यसरी नै गिरिज्यूको स्वर्गीय गिरिज्यूको 98 जन्म जयन्तीको उपलक्ष्यमा हाम्रा समाजद्वारा केक काटिँदैछ। यो पनि हाम्रा मुख्य अतिथि महोदय तथा हाम्रा अध्यक्ष महोदयका हातबाट नै केक काटिदिने अनुरोध जनाउँदछु। श्रीमान ज्ञान सुतार महोदय हाम्रा आजका मुख्य अतिथि महोदय। धुमधामसँग भएको पटेका पड्काएपछि अब हामी हाम्रो कार्यक्रम अघि बढाउँदै गइरहेका छौँ। यसर्थ सर्वप्रथम ओपनिङ सङ्ग प्रारम्भिक गीतको निम्ति ससम्मान श्रद्धाञ्जली टक्राउँदै म यो मेरो आजको यो प्रारम्भिक गीत प्रस्तुत गर्न लागिरहेको छु। रुचाउँदैन होला, तर त्यो समयमा यो गीत एकदमै चर्चित गीत थियो र स्वर्गीय गिरिज्यूले आफ्नो रचनामा यो गीत कस्तो प्रकारले राख्नु भएको छ त्यसको शब्द शब्दलाई तपाईँले निर्गोल गर्नुहुन्छ भन्ने अपेक्षा राख्दछु। धन्यवाद। यो गिरिज्यूकै रचना हो। आसमान
बेग्लै छ हामीलाई यहाँ चिन्यो मनको जोता हामीलाई भिजेको छैन परेली आँसुले आहा भित्राए अरूले निदो सम्झेला बुझेर कसले रोएको मुटुमा काना दिएर अरूलाई सदा हाँसेको आँसुको भुटको पेर आँसुको भुटको पहरेको लडो पकडी किन पछुरी आयो नि पहरेको लडो पकडी किन चुरी आयो नि मनको पागोली बाउला धरती ल्याएका साँच्चै छ। यो गीत सुनाएर ओपनिङ सङको ठुलो मर्यादा सँगसँगै ठुलो इज्जत धन्यवाद टक्राउन चाहन्छु। यसरी नै अब कविको एक पङ्क्तिलाई लिन चाहन्छु। जिउने नै व्यर्थ तर किन चिसो खरानी बनेर बाँचौँ एकै छन् तर यहाँ अग्नि ज्वाला बनेर भन्ने उक्तिलाई चरितार्थ गर्दै हाम्रा समाजले पनि केही गर्ने निधो गरेर यो सानोतिनो कार्यक्रमलाई हामी सुचारू रूपले हर साल मनाउने गर्छौँ। र अब कार्यक्रमको अघिल्लो चरणमा कविज्यूको विवरण अथवा परिचयको निम्ति हाम्रा समाजका मेम्बर श्रीमती सुनैना थापा छेत्रीलाई म मञ्चमा निम्ताउँछु। उहाँलाई डाइसमा आएर आफ्नो लेख अथवा विवरण पढिदिने नम्र निवेदन टक्राउँदछु। धन्यवाद। आदरणीय हाम्रा समाजका सम्माननीय मुख्य अतिथिज्यू, आदरणीय सचिवज्यू, कार्य समिति सदस्यहरू, ज्येष्ठ व्यक्तित्वहरू तथा उपस्थित सम्पूर्ण दिदी भाइहरूलाई मेरो नमस्कार। आज हामी सबै यहाँ एक अत्यन्तै गौरवपूर्ण अवसरमा भेला भएका छौँ। आजको दिन नेपाली साहित्यका महान कवि, साहित्यकार तथा चिन्तक अगमसिंह गिरीज्यूको जन्म जयन्ती हो। उहाँको नाममा स्थापित हाम्रो समाजको तर्फबाट उहाँलाई सम्झन पाउनु हामी सबैको लागि एउटा गर्वको विषय हो। अगमसिंह गिरीज्यूको जन्म सन् 1927 डिसेम्बर 27 भारतको दार्जिलिङमा भएको थियो। भारतमा जन्मिए पनि उहाँको मन, कर्म र सृजना सधैँ नेपाली भाषा, साहित्य र नेपाली समाजप्रति समर्पित रह्यो। उहाँ नेपाली साहित्यका ती सशक्त हस्ताक्षर मध्ये एक हुनुहुन्थ्यो जसले शब्द मार्फत मानव जीवनको गहिरो पीडा, सङ्घर्ष, आशा र चेतनालाई उजागर गर्नुभयो। उहाँका कविताहरू सरल भाषामा लेखिएका भए पनि ती अत्यन्तै गहिरा अर्थ बोकेका छन्। उहाँले लेख्नु भएको कवितामा मानवता, सामाजिक अन्याय, दुःख, पीडा, देश प्रेम र जीवनप्रतिको यथार्थ दृष्टिकोण स्पष्ट देखिन्छ। त्यसैले उहाँका रचनाहरू पढ्दा केवल कवितामा मात्र होइन, जीवनको पाठ पनि पढे जस्तो अनुभूति हुन्छ। आज हाम्रो समाज उहाँकै नाममा स्थापित हुनको अर्थ केवल एउटा नाम राख्नु मात्र होइन। यसको अर्थ उहाँले देखाउनु भएको साहित्यिक चेतना, सामाजिक जिम्मेवारी, एकता र मानव मूल्यको आत्मसात गर्नु हो।
हाम्रो समाजले शिक्षा, साहित्य, संस्कार र सामाजिक सेवाको क्षेत्रमा जे काम गरिरहेका छ ती सबै कार्यमा अगमसिंह गिरीज्यूको आदरणीय अध्यक्षज्यू, सचिवज्यू तथा समाजका सम्पूर्ण सदस्य मात्र होइन, आत्ममन्थन गर्ने के हामी वास्तवमै उहाँको नामलाई सम्मान गर्न सकिरहेका छौँ? के हामी उहाँले देखाउनु भएको बाटोमा हिँडिरहेका छौँ? यदि हामी शिक्षा, साहित्य, सामाजिक र मानवीय सेवामा अघि बढ्न सक्यौँ भने त्यही नै अगमसिंह गिरीज्यू प्रति साँचो श्रद्धाञ्जली हुन्छ। अन्तमा अगमसिंह गिरीज्यूको जन्म जयन्तीको यस पावन अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै हाम्रो समाज अझ एकतावृद्ध, सचेत र सक्रिय बनोस् भन्ने कामना गर्दछु। धन्यवाद। जय नेपाली भाषा, जय नेपाली साहित्य। जो सँगै कविताको सारांश पनि भनिदिने हामीलाई प्रस्ताव राख्नु भएको छ, उहाँलाई धेरै धेरै स्वागत जनाउँछौँ। मनिष राई। नमस्ते सबैलाई। मेरो कविताको बोली छ, नचिनिने भएछौ। कवि हुनुहुन्छ अगमसिंह गिरी। तिमी त यहाँ नचिनिने भएछौ, कालाका रगतहरू सुकिसकेछन्, आँखाका ज्योति सब हराइसकेछन्। तिमी त रुँदै रुँदै बिताएको बालक जस्तो, कठोर कारागारको यातना भोगी विरक्त बन्दी जस्तो, गाँस खोसिएको, बाँस लुटिएको, विहल्ल हतभागी जस्तो कस्तो कस्तो भएछौ। तिमी त यहाँ नचिनिने भएछौ। अतीतको गौरवले धपक्क बलेको अघिको छ अघिल्लो अनुहारमा, ग्लानीका विषक्त रेखाहरू कोरिएछन्। पहाडका वैशाखी वनमा तिमी जङ्गली फुल झै हँसिलो देखिन्थ्यौ, तर अब त तिमी नचिनिने भएछौ। विषादका काला धर्साहरू कोरिएछन्। चोटमा झुक्नु होइन, बरु सहनु सिकेछौ। अब त अर्को अर्कै जस्तो भएछौ। तिमी त यहाँ नचिनिने भएछौ। तिमी को हो? चिनाउन आएको होइन म। बितेको गौरव कथा कहनु आएको होइन म। तिम्रो सन्तप्त छातीको पीरहरू उल्लेख गर्न आएको होइन म। सजिलै खोसेको घाँस, भुलेकै लुटिएको बाँस दिलाउन आएको होइन म। छातीको त्यो गहिरो खोपीटा पुर्न आएको होइन म। निर्दय आँसुको धारा हेर्न आएको होइन म। केवल तिमी नै हो कि चिनाउन आएको म, तर तिमी त यहाँ नचिनिने भएछौ। धन्यवाद। आज अगमसिंह गिरीको कविता नचिनिने भएछौ हाम्रो गोर्खाहरूको आजको अवस्थाको कविता हो। यसले हामी पहिला कस्तो गोर्खा थियौँ र अहिले कस्तो भइसकेको छौ भन्ने कुरा देखाउँछ। कविले भन्न खोज्नु भइरहेको छ कुरा यो कि हाम्रो बारेमा आफ्नो पहिचान बिर्सिँदैछौ, आफ्नो एकता, आफ्नो सहलता बिर्सिँदै गइरहेको छौ। नचिनिने भएछौ भन्दा शब्दले अरूलाई होइन, हामीलाई नै सोधेको प्रश्न हो कि हामीले आफ्नो पहिचान बिर्सिँदैछौ भनेर कविले सोध्नु भइरहेको छ। यो कविता कसैलाई दोष दिनु होइन, आफूलाई सोच्न लगाउनु कविता हो। यसले हामीलाई आफ्नो विगतको सम्झना, अहिलेको अवस्था बुझ्न र फेरि सोच्न बाध्यता बनाउँदछ। छोटकारीमा भन्नुपर्दाखेरि यो कविता हामीलाई जानोस् भनेर सन्देश हो, जागोस् भनेर सन्देश हो। धन्यवाद। सुरु गरिदिने अनुरोध जनाउँदछु। थ्याङ्क यू। मान्छे आएर त्यो त छैन। बोम आका एम तामा बेलारी क्राङबारी खाऊ भागाई त आमालाई मेरा जी आखिलाई मेरो जी मामलाई मेरो जी
मनमा खुल्छ है सँगै संसार ताराको आँखामा कालै संसार। सायद सबैले मन पराउनु भयो होला, तर ताली बजेन। ताली धेरै जोडले बजाइदिने कलाकारको प्रोत्साहन र कलाकारको निम्ति खाँचो नै ताली हुन्छ। यसर्थ ताली मारिदिनु भयो भने कलाकार अझ तिख्रिएर जान्छ जस्तो लाग्छ। र कार्यक्रमको अघिल्लो चरणमा पनि हामीले एउटा नेपाली गीत नै राखेका छौँ। हाम्रा बहिनी प्रसन्ना गजमेर ज्यूलाई यहाँ म मञ्चमा निम्त्याउँछु। तर्फ जान्छु। हामी माझमा हाम्रा फर्मर प्रेसिडेन्ट श्रीमान केबी थापाज्यू आइसक्नु भएको छ। उहाँलाई पनि अघि आएर बसिदिने अनुरोध गर्न चाहन्छु। हाम्रा भोलिन्टियर भाइहरूले उहाँहरूलाई यसो दिशानिर्देश गरेर यहाँ मञ्चमा अब उहाँलाई सर्वप्रथम हाम्रो तर्फबाट सम्मान जनाउन गइरहेका छौँ। यसर्थ हाम्रा बहिनीहरूलाई सम्मान पत्र र अङ्गवस्त्र खदा अर्पण गरेर उहाँको सम्मान जनाइदिनु अनुरोध जनाउँदछु। र सर्वप्रथम अध्यक्ष महोदयलाई अनुरोध गर्दछु, हजुरले उहाँलाई टोपी उडाएर अनि वस्त्र लगाएर सम्मान जनाइदिनु हुन हामी निवेदन गर्दछौँ। वस्त्र प्रदान गर्ने निवेदन पनि गर्दछौँ। अलिकति फ्रन्टमा बस्ने अतिथिहरू साइड गरिदिनु भए यहाँ फोटोग्राफीको श्रीमान ज्ञान सुतारज्यूलाई अङ्ग वस्त्र प्रदान गरिँदैछ र उहाँलाई सम्मान पत्र पनि प्रेसिडेन्टकै हातबाट दिने हामी व्यवस्था मिलाएका छौँ। र सम्मान पत्र पढिदिनको निम्ति हाम्रा श्रीमान एसपी सुन्दासज्यूलाई मञ्चमा निम्ताउँदछौँ। सम्मान पत्र पढिदिनको निम्ति आजको यो सम्मान पत्र पढिदिने यहाँबाट अभिभावक सुम्पेको कारणले गर्दा म यो सम्मान पत्र यहाँ समक्ष पठन गरेर सुनाउँदैछु। कृपया सबैले ध्यानपूर्वक सुनिदिने अनुरोध टक्राउँदछु। अगमसिंह गिरी समाज पूर्व मुलफत कालिम्पोङ, पञ्जीकरण सङ्ख्या S/1L/45639, सेवामा श्रीमान ज्ञान सुतार, पिता स्वर्गीय गणेश बहादुर छेत्री, चौवनडाँडा मुलपथ कालिम्पोङ। सम्मान पत्र। महोदय, भारतीय नेपाली साहित्य जगतका एक ख्याति प्राप्त साहित्यकार हुन् श्रीमान ज्ञान सुतारज्यू। यहाँको प्रथम कथा सोल्टिनीसितको प्रीति 1962को दशकतिर प्रकाशित हुने जियो पत्रिकामा प्रकाशित भएको थियो। यहाँको हालसम्ममा कथा, कविता, उपन्यास र अन्य दर्जनौं कृतिहरू प्रकाशित भइसकेका छन्।
यस अतिरिक्त उनले हिम कस्तुरी, जनचेतना, कुमुदिनी परिवार र साहित्य सङ्गीत आदि पत्र पत्रिकाका सम्पादन समेत गरिसकेका छन्। यसरी भारतीय नेपाली साहित्यको सराहनीय सेवा गरे बापत उनी सन् 2009 सालमा पूर्ण राई स्मृति पुरस्कार, सन् 2010मा डाक्टर भाइचन्द्र स्मृति पुरस्कार र सन् 2018मा शिष्टा पुरस्कारद्वारा सम्मानित भइसकेका छन्। यहाँले भारतीय नेपाली भाषा साहित्यमा पुर्याउनु भएको योगदानको कदर गर्दै हजुरलाई ससम्मान यो सम्बर्धना पत्र प्रदान गर्दछौँ। हजुर अनि हजुरको परिवारको सुस्वास्थ्यको मङ्गलमय कामना गर्दछौँ। धन्यवाद। श्रीमान मार्कुस कालीकोटे, अध्यक्ष अगमसिंह गिरी समाज कालिम्पोङ। श्रीमान श्री डीके राई, सचिव अगमसिंह गिरी समाज कालिम्पोङ। धन्यवाद। माननीय सभापति, मुख्य सचिव लगायत सम्पूर्ण सदस्यमा मलाई यो सम्मान दिनुभएकोमा हार्दिक धन्यवाद दिँदछु। र विशेष गरेर आज अगमसिंह गिरी जयन्ती, नानी सुनैनाले उनीबारे धेरै कुरा बताएर गए र पनि मसँग अनि कुनै समयमा अगमसिंह गिरीबारे 2 शब्द भनिदिनुहोस् भन्दाखेरि लेखेर राखेको लेखौट रहेछ, म त्यो कतै कतै पढिदिन्छु, किनभने त्यसमा धेरै नयाँ कुराहरू तपाईँहरू भेट्नुहुन्छ र कता कता म आफै पनि भन्दै जान्छु। अब अगमसिंह गिरीबारे भन्नुपर्दा उनलाई जातीय कवि भनिन्छ। जातीय कवि भनेको मुख्य कारण जातीय चेतना हामीमा जगाउने प्रथम व्यक्ति उनै हुन्। उनका कविताहरूमा अथवा खण्डकाव्यहरूमा हामी के पाउँछौँ भने हाम्रै दुःख, हाम्रै पीडा, हाम्रै मर्का र कति ठाउँ उहाँले हामी यस्तो छौँ उस्तो छौँ, हामीले दुःख भोगिरहेको छौँ, हाम्रो चिनारी छैन भन्ने कुराहरू प्राय उनको कृतिमा देखिन्छ। भारतीय गोर्खा समाजमा भारतीय गोर्खाहरूको पीडा, परिचयको सङ्कट, जसलाई आज आइडेन्टिटी क्राइसिस भन्छौँ हामीलाई विषय बनाई साहित्य सृजन गर्ने साहित्यकारहरूमा अगमसिंह गिरी प्रमुख हुन् र भारतीय गोर्खाहरूको समस्या अनि पीडालाई मूलभूत विषयवस्तु बनाई उनले धेरै लेखेका हुनाले नै उनी जातीय कवि बनेका हुन्। उनका विचार अनुसार भारतीय राष्ट्रको बहुसाम्प्रदायिक सामाजिक संरचनाको विकट समस्यामा भारतीय गोर्खाहरूको यथोचित चिनारी हुन सकेको छैन। जातीय चिनारीको बाक्लो चेतना लिएर लेख्ने कवि, गीतकार र कथाकार हुने। अब यो कुरा म किन गर्दैछु भने अघि अलिक खबर भएको थिएन र म खबर गरिरहेको छु। तपाईँहरूले जान्नुपर्छ समाजको नामै अगमसिंह गिरी भएको। उनको दुईटा पाटो छ, दुईटै पाटो बुझ्नुपर्छ। छविलाल गिरी र बिमला गिरीका 8 सन्तानमध्ये उनी जेठा थिए र उनको जन्म 27 डिसेम्बर 1927 का दिन चौरस्ताको नजिक भएको थियो भने उनी 3 वर्षका छँदा सम्पूर्ण परिवार चाक दार्जिलिङको चाँदबारीमा सरेथ्यो। उनको जन्मको नाम भने हेमराज थियो। बाल्यावस्थामा उनको शिक्षा घरमै भएको हो र पछिबाट सन्त रोबर्ट्स स्कुलमा भर्ना भएर 9 श्रेणीसम्म त्यही अध्ययन गरेपछि सन् 1948मा कालेबुङको शिक्षक प्रशिक्षण संस्थानमा भर्ना भए, बिटी कलेजमा माथिको। उनको औपचारिक शिक्षा यति मात्र रहेको भए तापनि उनले पठन पाठनलाई निरन्तरता दिए। त्यस्ताका धेरै नै साहित्यकारहरू, समाजसेवक र राजनैतिक व्यक्तित्वहरूसँग उनको उठ बस्थ्यो र उनीहरूबाट अगमसिंह गिरी प्रभावित र प्रेरित थिए। यी मध्ये उनका त्यति बेलाका समकालीन मित्रहरूमा डम्बरसिंह गुरुङ, देवप्रकाश राई, स्वामी प्रबुद्धानन्द, सूर्य विक्रम क्यावाली, धरणीधर शर्मा, डाक्टर इन्द्रबहादुर राई, पारस पनि प्रधान, रूपनारायण सिन्हा, रामकृष्ण शर्मा, अच्छा राई हसी,
को नाम दिन सकिन्छ। सानो स्वागत समारोह राखिएको छ। हाम्रा अगमसिंह गिरी समाजमा आउनुभएका नयाँ मेम्बर, नयाँ सदस्य श्रीमान उत्तम मुखिया अनि उहाँका परिवारलाई हामी यहाँ मञ्चमा निम्त्याउँछौँ। उत्तम मुखिया अहिले वर्तमान फर्स्ट 5 GR-मा कार्यरत छन्। उहाँको पोस्टिङ वर्तमान दिल्लीमा रहेको छ। उहाँ हाम्रो गाउँमा बरबोट निम्बोङबाट आउनु भएर बस्नुभएको छ। उहाँ एकदमै कर्मठ कार्यकर्ता पनि हुनुहुँदो रहेछ, जसको सानो नमुना हजुरले यो मञ्च देख्नु भएको छ। यसो सिङ्गारपटारमा हिजो उहाँको धेरै ठुलो हात थियो। उहाँको त्यस कार्यप्रति हामी सबै आभारी रहन्छौँ र हाम्रा उत्तम अनि उहाँका परिवारलाई म एकछिन यहाँ मञ्चमा निम्ताउँछु। केली थापाद्वारा उहाँहरूलाई हाम्रो समाजमा आज स्वागत भइरहेको छ। परिचय यस प्रकार छ। भारतीय नेपाली साहित्यमा ज्ञान सुतारको नामले परिचित साहित्यिक व्यक्तित्व ज्ञान सुतारको वास्तविक नाम चाहिँ ज्ञान बहादुर छेत्री रहेछ। जस्तो नाम उस्तै काम भने जस्तै विविध ज्ञानका धनी साहित्यकार ज्ञान नेपाली साहित्यमा ज्ञान सुतारको नामले चम्किए र आज पनि चम्किरहेकै छन्। उहाँको उमेर तपाईँहरूले याद राख्नु भएको छ कि छैन, त्यतिको उमेरसम्म त खै म बाँच्छु कि बाँच्दिनँ थाहा छैन। उहाँ अहिले 84 वर्षको वसन्तमा हुनुहुन्छ, तथापि खट्टकट्ट हुनुहुन्छ। अहिले एकछिनमा नानीहरूको रेस हुन्छ, दौड हुन्छ, सायद सहरलाई कुदाउनु भयो भने सहर फर्स्ट हुनुहुन्छ, त्यस्तो हुनुहुन्छ। उहाँको जन्मबारे भन्नुपर्दा लेखक ज्ञान सुतारको जन्म अब उहाँको 2 प्रकारको जन्ममा चाहिँ अब विभेद छ। मेरो पनि त्यस्तै छ। वास्तविक जन्म मेरो अर्कै हो भने जुन स्कुलको प्रमाणपत्र छ त्यसमा अर्कै छ र सरको पनि त्यस्तै रहेछ। उहाँको जन्म कुण्डली अनुसार चाहिँ 22 सितम्बर सन् 1942 भएको हो भने विद्यालयको प्रमाणपत्र अनुसार चाहिँ 1 अप्रेल सन् 1944 दार्जिलिङमा त अब चिया कमानको निम्ति प्रसिद्ध छन्। अब हामी कालेबुङ चाहिँ गाउँ बस्तीका निम्ति प्रसिद्ध छौँ। दार्जिलिङको विभिन्न चिया कमानहरूमध्ये एउटा चिया कमान छ जसलाई भनिन्छ सुयोग टी स्टेट। सुयोग चिया कमानमा भएको रहेछ। उहाँको पिता स्वर्गीय गणेश बहादुर छेत्री र माता हर्कमाया छेत्रीको कोखबाट जन्मिएको उनी 5 जना दाजुभाइ र 3 दिदी बहिनी भन्नुको अर्थ 8 जना सन्तानहरूमध्ये उहाँ जेठो हुनुहुन्छ। हालमा 84 वर्षको वसन्तमा पाइला टेकेका साहित्यकार ज्ञान आफ्नो धर्मपत्नी र सपरिवार सहित चौहानडाँडा पूर्व पथ कालेबुङको निजी वासस्थानमा अवकाशको सुखमय जीवन व्यतीत गरिरहेका छन्। उहाँको परिवारबारे भन्नुपर्दा लेखक ज्ञान सुतारको सन् 1971 जो गुरुमा हुनुहुन्छ कमला सुतारसित वैवाहिक बन्धनमा बाँधिएपछि चाहिँ वास्तविक निजी पारिवारिक जीवन प्रारम्भ हुन गयो। पछि उनीहरूबाट सन्तानको रूपमा 2 छोरा र 2 छोरीको जन्म भयो। अहिले सर 2 नाति र 2 नातिनीको धनी पनि भएका छन्। सरको शिक्षा दीक्षाबारे भन्नुपर्दा ज्ञान सुतारको प्रारम्भिक शिक्षा आफ्नै घरबाट भएको थियो। पछि केही उनी ठुलो भए पश्चात उनलाई गान्तोकको टाँसी नामगेल स्कुलमा भर्ना गरियो। यसरी यस विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेर सन् 1963 यहाँ तल टिस्टा निम्न उच्च विद्यालय, टिस्टा ब्रिज हाई स्कुल पनि भन्ने गर्छौँ हामी, त्यहाँबाट सरले त्यति बेला बहुउद्देश्य उच्चतर माध्यमिक परीक्षा भनिन्थ्यो रहेछ, त्यहाँबाट उहाँले सरले उत्तीर्ण गर्नुभयो। त्यसपछि सन् 1977 उत्तर प्रदेशबाट त्यति बेला त अब अहिले त हामी हायर सेकेन्डरी भन्छौँ, त्यति बेला हायर सेकेन्डरीलाई आइए इन्टरमिडिएट अफ आर्ट्स भनिन्थ्यो, त्यो परीक्षा सरले दिइसकेपछि सन् 1988 गान्तोक महाविद्यालयबाट जसलाई के अरे गान्तोक गभर्मेन्ट कलेज भनिन्छ त्यहाँबाट सरले ग्रेजुएसन पास गर्नुभएको रहेछ। त्यतिले मात्र चुप्प नलागेर त्यसपछि स्नातकको डिग्री हासिल गरिसकेपछि सन् 1991 सरले बिएडको डिग्री पनि हासिल गर्नुभयो।
मेरो विचारमा सरले अब आफ्नो अध्ययनको क्रमलाई नि अगाडि बढाउँदै लेखनको क्रम चाहिँ सायद त्यति बेला हुनसक्छ। मैले अब सरको उमेर त भनिनँ, सर सायद विद्यार्थी जीवन हुँदाखेरि नै आफ्नो साहित्यिक यात्रा चाहिँ सुरु गरेको रहेछ। उहाँको साहित्यिक यात्रालाई अध्ययन अनुशीलन गर्दा चाहिँ सन् 1962मा त्यस समय दार्जिलिङबाट विभिन्न पत्रिकाहरूमध्ये एउटा दियो पत्रिका प्रकाशन हुन्थ्यो। त्यसमा सरको सबैभन्दा पहिलो कथा, जसलाई चाहिँ सोल्टिनीसितको प्रीति स्वच्छन्दमूलक कथा भनेर भनिन्छ, यो प्रकाशित भएपछि सर नेपाली साहित्यमा उदाएका हुन्। मुख्य गरेर उहाँको सरले लेख्नुहुने साहित्यिक विधाहरू चाहिँ कथा, उपन्यास र कविता छ। तथापि पनि सरले धेरै मात्रामा चाहिँ कथा र उपन्यास लेखेको हुनाले नेपाली साहित्यमा चाहिँ यस्तो विधालाई चाहिँ आख्यान भनिन्छ, फिक्सन भनिन्छ। र आख्यानलाई नै रोजेर चाहिँ सरले विभिन्न कथा, कविता, उपन्यास लेख्दाखेरि चाहिँ भारत र नेपालबाट प्रकाशित हुने विभिन्न पत्र पत्रिकामा सरकारी कृतिहरू प्रकाशित भएका पनि हामीले पाउँछौँ। र यो कृतिहरू हेर्दाखेरि चाहिँ सरले आजसम्ममा हेर्नुहोस् है 3वटा उपन्यास लेखिसक्नु भएको रहेछ। यौवन लुटिएपछि भन्ने सन् 1966मा, पर्खिदिनु है माया भन्ने सन् 1977मा, करुणा भाउजू भन्ने सन् 1986मा। यी त भए उपन्यासको कुरा। कथा सङ्ग्रहको कुरा गर्नुपर्दा सरको 2वटा कथा सङ्ग्रह हालसम्म प्रकाशित भइसकेका छन्। पहिलो कथा सङ्ग्रह हो सालीज्यूको झुम्के बुलेटी। यो निकै नेपाली साहित्यमा निकै चर्चित कृति पनि मानिन्छ सन् 1979मा। त्यसपछि जुलुसमा हिँड्ने मान्छे सन् 2012मा। यस अतिरिक्त सरले खण्डकाव्य पनि लेख्नु भएको छ, कविता सङ्ग्रह पनि लेख्नु भएको छ। राग अनुराग भन्ने खण्डकाव्य सरको सन् 1994मा प्रकाशित भएको थियो भने विद्रोही शब्दहरू कविता सङ्ग्रह सन् 2007मा प्रकाशित भएको रहेछ। अर्थात् हेर्दाखेरि सरको 7वटा जति त कृति मात्र प्रकाशित छन्। यति मात्र होइन, सरले शिला भन्ने उहाँको विविध लेखहरूको सङ्ग्रह सन् 2022मा प्रकाशित भएको हो भन्ने सँगसँगै बाङ्गा कुराहरू, जसलाई हास्यव्यङ्ग्य कृति मानिन्छ, सन् 2023मा प्रकाशित भएको हो। यस अतिरिक्त उहाँको सन् 1990मा हास्यव्यङ्ग्य सङ्ग्रह, सन् 2018मा जो साहित्य अकादमी दिल्लीबाट प्रकाशित भएको, जो सरले मलाई उपहार स्वरूप त्यो कृति मलाई दिनु पनि भएको छ, भाइचन्द्र प्रधानको जीवनी भन्ने कृति। र यस सँगसँगै सरले हिम कस्तुरी नेपाली दैनिक, जनचेतना सामयिकी, कुमुदिनी परिवार जुन कुमुदिनी विद्याश्रमको भूतपूर्व छात्रहरूको मुखपत्र भनिन्छ त्यो, र नेपाली साहित्य अध्ययन समितिको मुखपत्र साहित्य सङ्केतमा सरले धेरै वर्ष सम्पादन पनि गर्नुभएको छ ती पत्र पत्रिकाको। अब यस सँगसँगै सरको पेसा, सेवा तथा संलग्नता, सरले के काम गर्नुहुन्थ्यो, उहाँको के कुरामा चाहिँ उहाँको रुचि थियो भन्दाखेरि, ज्ञान सुतारले नेपाली भाषा साहित्यको मात्र सेवा गरेनन्, उनले आफ्नो आमाभन्दा पनि माथि रहेको आफ्नो देश भारत माताको 28 वर्ष सेवा गर्नुभयो। सन् 1963मा भारतीय सेनामा भर्ती भएर गएपछि उनले त्यहाँ देशका नौजवान सैनिकहरूलाई शिक्षा दान गर्ने कार्य गर्नुभयो। नभन्दै सन् 1991मा भारतीय सेनाको गरिमामय पद मानद सुबेदार मेजरको पदमा पुगेर उहाँले अवकाश ग्रहण गर्नुभयो। तर अवकाश रिटायरमेन्ट भएपछि सर फेरि चुप्प लागेर बस्नुभयो। कुरा चाहिँ मिठो चाहिँ त्यहाँ छ। त्यसपछि सन् रिटायर आएको 1 वर्ष पश्चात, अर्थात् सन् 1992देखि सन् 2004सम्म भारतको आयकर विभाग, जसलाई इन्कम ट्याक्स डिपार्टमेन्ट भनिन्छ, त्यसको निरीक्षकको रूपमा सरले सेवा पनि पुर्याउनु भयो। त्यहाँबाट फेरि सन् 2005देखि यहाँ पर, अब हामी सबैलाई थाहा छ, केन्द्रीय विद्यालय कालेबुङमा सर हिन्दीको शिक्षक भएर उहाँ त्यहाँ केही वर्षसम्म उहाँले शिक्षा दान पनि गर्नुभयो। त्यतिले मात्र चुप्प नलागेर सर कालेबुङबाट प्रकाशित हुने हिम कस्तुरी पत्रिका, जो अब अहिले त बन्द भयो, त्यति बेला त्यहाँ सरले प्रुफ रिडर भनिन्छ, प्रुफ सम्पादकको रूपमा कार्य पनि गर्नुभयो। कालेबुङको पुरानो र प्रसिद्ध साहित्यिक संस्थान नेपाली साहित्य अध्ययन समितिमा मलाई थाहा छ सर धेरै वर्ष प्रेसिडेन्ट, अध्यक्षको पदमा पनि रहनुभएको थियो। सँगसँगै त्यति मात्र नभएर उनी एक कर्मठ समाजसेवी पनि हुन्। उनले आफ्नो गाउँ, सहर र देशका विविध क्षेत्रमा सामाजिक सेवा पुर्याइरहेका छन्, पुर्याउने पनि
हुन्छन् र पाचिन्जेल सरले पुर्याउनु पनि हुनेछ। श्री सत्य साईका परम भक्त मानिने व्यक्तित्वका धनी ज्ञान सुतारको जीवनको लक्ष्य नै पेसा नै सेवा र सेवा नै धर्म पुग्छ भन्नुमा सायद दुई मत हुने छैन होला। अब यी सबै कार्य गरेपछि के सरले सम्मान पाए त, पुरस्कार पाए त, मेडल पाए त भन्दाखेरि सुन्नुहोस् त, विविध व्यक्तित्वको त विविध व्यक्तित्व भनेपछि जे पनि जान्ने भनेको सर चाहिँ त्यस्तो रहेछ नि त। विविध व्यक्तित्वको धनी ज्ञान सुतारले नेपाली भाषा साहित्य र देशको सेवा गरे बापत विभिन्न साहित्यिक पुरस्कार, मान सम्मान र पदकहरू पाएका छन्। ती मान सम्मान र पुरस्कारहरूमा पुन राई स्मृति पुरस्कार सन् 2009 नेपाली साहित्यमा यो धेरै वरिष्ठ र ठुलो सम्मान मानिन्छ। कालेबुङबाट प्रदान गरिने भाइचन्द्र स्मृति पुरस्कार सन् 2010मा सायद यस भेटबाट सरै होला पहिलो व्यक्ति यो पुरस्कार पाउने। अनि अर्को सिक्किमबाट दिइने स्रष्टा पुरस्कार। नेपाली साहित्यमा स्रष्टा भनेको चाहिँ लेखक र द्रष्टा भनेको चाहिँ हामी पढ्नेहरूलाई भनिन्छ नि त, पाठकहरूलाई। र स्रष्टा पुरस्कार सन् 2018। यसरी अनेक व्यक्तित्वका धनी हाम्रा आदरणीय ज्ञान सुतार सरलाई यसरी हामीले अलिकति पाउ कष्ट गरेर उहाँलाई हामीले अलिकति दुःख पनि दियो होला। उहाँको समय एकदमै खाँचो छ, उहाँ अब केही समयमा अर्को कार्यक्रममा पनि जानुहुन्छ। तथापि हामी अगमसिंह गिरी समाजलाई माया गरेर यसरी यहाँ आइदिएर हाम्रो सम्मानलाई स्वीकार दिनुभएकोमा अन्तमा सम्पूर्ण हामी अगमसिंह गिरी समाजको सम्पूर्ण सदस्यको तर्फबाट उहाँलाई धन्यवाद दिँदै र उहाँको सुस्वास्थ्य र दीर्घायुको कामना पनि गर्दछौँ। धन्यवाद। र यो चाहिँ अब नानीहरूको जुलाबी रेस सुरु हुँदैछ। नाम लेखिदिनु होला। बिदाई दिन चाहन्छु उहाँलाई धेरै धेरै धन्यवाद। अब यो क्याटेगोरीमा ट्र्याक 8वटा छ। 8 क्याटेगोरीका एकैपल्टमा हुनेछ स्पुन रेस। एकछिन हातले नसमाती खानुपर्नेछ। हातले समात्नु पाइने छैन। जुलबी खाइसकेर मात्रै पछि फर्किनु पर्नेछ। सानबी फर्स्ट उसले खाइसक्यो होइन? अब तपाईले फिनिसिङ पोइन्टमा नाम त्यसो त अन्त कोच के भयो? अब भइसक्यो होला। अब नानीहरू स्पुन रेसको लागि तयार भएर बस्नु अनुरोध झर्नु पाउने छैन। सबैको हात पछाडि हुनुपर्ने छ। कुद्ने होइन, नानीहरू जति सक्दो हात पछाडि लाएर स्लोली बिस्तारै बिस्तारै जान्छ। तब मात्र त्यो नानीले म्याच त्यो टिपेर हाल्नु पाउँदैन है। म्याच एकैपल्ट पनि नजारिकन बिस्तारी बिस्तारी हात पछि कुद्नु हुँदैन। कुद्नु हुँदैन, अतालिनु हुँदैन। म्याच कल मात्रै नजाउनु। यसरी नै फिनिसिङ। गुड, शाबास। यसरी नछोडिकन कुद्नु पर्नेछ है। ट्र्याक नछोडिकन एकाअर्कामा लड्छ, नठोकिकन परसम्म पुग्नु पर्नेछ है। उफ्नु पाउँदैन।
उक्नु पाउँदैन। फर्स्ट सेकेन्ड थर्ड बिचरा नानीहरू साह्रै चाख लाग्दो भाग लिनुभयो। अति नै दामी, अति नै राम्रो, सबैले ट्रेनिङ गरेको जस्तै एकदमै राम्रोसँग फिनिसिङ ठुलो उपलब्धिमा सबैले भाग लिनु दियो भने अति नै राम्रो हुनेछ। यस्तो मौका घरिघरि आउँदैन, सालमा एकपल्ट त हो। हजुरहरूले सालमा एकपल्ट पनि आफूलाई समाजको काममा समर्पित गर्नु भएन भने कहिले गर्नुहुन्छ? यही नै हाम्रो क्वेसन छ। र खेल हो, अति नै राम्रो, अति यसरी पार्टिसिपेट गर्नु नै धेरै राम्रो हो। समाजको यो प्राङ्गणमा ठिकसँग बाँधिदिनु होला। नो नो नो, कसैले इसारा गर्दैन, कसैले आवाज गर्दैन। अनि ले इयर फुटायो अब वहाँ घन्टा पनि खोज्नु होला। चलाउने र के चलाउने मान्छे ठ्वाकै पार्ला जस्तो छ। अलिक टाढो टाढो बसिदिनु होला। अब आयो 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 हाम्रो कुन्दन लोहारज्यू इन्सपेक्टर महोदय। उहाँले त यो त पक्कै हिर्काउनुहुन्छ होला। गरिदिँदैन। साइलेन्ट प्लिज। उहाँको इन्सपेक्टरबाट आश्रमपट्टि पनि लाग्नु भयो। दोस्रो प्रतियोगी सब भयो। देख्दैछ क्या हो? भएन नि। उहाँ एड्रेसलाई पनि दागीलाई दिँदै गर्नुभयो चाहिँ राम्रो हुने थियो। फुटाउनु त रात पर्ला थियो। कतिजना भइसक्यो? 4 जना जस्तो लाग्यो। साइलेन्स प्लिज। बोल्नु पाए कि पाएन हौ? गाउँको मान्छे छ कि एसडिओ अफिसको मान्छे हो। गरे भने त्यतापट्टि लागिहाल्छ हो। त्यही माथि क्यासको ट्रेजरी गयो है। उहाँ त अपरेसनमा गएको जस्तो छ है। आर्मीको मान्छे। उहाँ पनि फेल हुनुभयो। मारे मारे ला। पछि सर्नु पाउनु हुँदैन, त्यो डिस्क्वालिफाइड हुन्छ। त्यो जजलाई हिर्काइदिनुहोस् न त भइगयो त। जजलाई हिर्काइदिनुहोस् न भइगयो त। उहाँको नियरेस्ट राखेर कुखुरा लिनु आउँदा यही हुन्छ। पक्का थाहा छ उसलाई। दया गरेर हल्ला नगरिदिनु होला। प्लिज किप साइलेन्स। बुढो भान्साघर भित्र छ है, त्यहाँबाट होइन, भान्साघरबाट गराएको नि। भान्साघरमा नजानु होला।
ए खोल्नु आँट्यो के हो ए चिला पनि कनाउनु पाउँदैन नि त्यो गेममा क्या हो रिमोट कन्ट्रोल पनि छ के हो हुन्छ भोलि बिहानसम्म फुटाउँ न बिहान कुखुराले ल्याउँदा फुटाउ हो सरी माफ गर्नु होला बेसी बोले खण्डमा किन हँसाउनु पनि पर्यो ठिक छ एकदम हजुर हजुर लु मार्यो मार्यो प्लिज साइलेन्ट साउजी साउजी त गाडी पछिरहेको फेरि पनि अनुरोध गर्नु नानीहरूलाई बिचमा नराखिदिनु होला नो साइलेन्स प्लिज कसैले गाइड गर्ने छैन समाजका अम्बो बहिनी नयाँ भए पनि यस ग्राउन्डको अनुभव छ बहिनीसँग र यो हाँडी फुटाउने खेल चाहिँ बहिनीकै हो जस्तो पनि देखिँदैछ यहाँबाट र बाहिरकोहरू नखोलिदिनु होला पानीमा आउने सम्भावना छ छोड्नु बहिनी आयो छोडिदिनु लु यो चाहिँ बहिनीको रहेछ अब यो चाहिँ बहिनीको रहेछ नो कमेन्ट्स नो किनभने हाम्रो म्युजिकल चेयरको सुरु भएको छ अलिक लामो पर्दछ है Lôi. एकछिन अब चाहिँ फर्स्ट
फर्स्ट सेकेन्ड थर्ड ल बहिनी बहिनी बिचारा थाक्यो होला नि ए बिस्तारी बिस्तारी दुईजना दुवै भयो त त्यसले गर्दाखेरि चाहिँ अब आउट फर्स्ट अब निस्किन्छ श्रीमती कोमा सुई छ तपाईँले कहीँ चल्नु पर्दैन सुई लिएर बस्नु पर्नेछ श्रीमानहरू धागो लिएर तपाईँ धागोमा आउनेछ अनि स्वात्तै छिराएर त्यो सियो बोकेर फिनिसिङ पोइन्टमा जानु पर्नेछ जो पहिला हुन्छ छ कि छैन अब हामी सुरुवात गर्नेछौँ स्टार्टिङ महोदय भाइलाई सिटी फुकिदिने अनुरोध गर्दछु हेर्नुहोस् है जजले जसले जसले छिराएको छ हेर्नुहोस् पहिला धागो हेर्नुहोस् छिरेको छ कि छैन धागो छिरेको छ कि छैन हाम्रै धागो हो कि होइन ओके ल को थाटो को आसामपट्टि जानु हुँदै आज मैले ढिलो भएर ट्रेन छुटे चाहिँ क्या हो हामीले प्रस्तुत गरेका छौँ र आजको मुख्य अतिथि हुनुहुन्थ्यो हाम्रा लेखक ज्ञान सुतारजी उहाँ आज मुख्य अतिथिको रूपमा आसीन हुनुहुन्थ्यो र उहाँलाई खाद्य अर्पण अङ्ग वस्त्र र हामीले सम्बर्धना पत्रद्वारा सम्मान जनायौँ र यसपछि हाम्रा विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि भइसकेको छ र अझै हुन गइरहेको छ ग्राउन्डमा हाम्रा स्पोर्ट्सको कार्यक्रम भइरहेको छ जहाँ सानोतिनो स्पोर्ट्सको आयोजना पनि गरेका छौँ जसमा नानीहरूले पनि प्रशस्त रूपमा भाग लिइरहेको छ ठुलाहरूले पनि भाग लिइरहनु भएको छ र यसरी नै अगाडि बढ्दै जाँदैछौँ हामी 98 गिरी जयन्तीको उपलक्ष्यमा हाम्रा समस्त अगमसिंह गिरी समाजका सदस्यहरू भेला भएर यो एउटा समारोह मनाइरहेका छौँ। अब स्पोर्ट्सको कार्यक्रम सुचारू रूपले चलि नै रहेको छ र अब यस पछाडि पनि हाम्रा केही कार्यक्रमहरू रहनेछ।
त्यसको बादमा हामीले भोजनको पनि व्यवस्था गरेका छौँ। भोजन पश्चात हाम्रो फेरि साँझमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छौँ, जसमा विभिन्न टाइपका सांस्कृतिक कार्यक्रमहरू जस्तै गीत, नृत्य र धेरैवटा कार्यक्रमहरू हामीले समावेश गरेका छौँ। यसै अन्तर्गत हामी साँझको कार्यक्रम पुरा गर्नेछौँ र यसरी प्रेस मिडिया हामी समक्ष आइदिएर यत्रो ठुलो हामी माथि सहयोग गरेकोले उहाँ प्रेस मिडियालाई पनि हामी धेरै धेरै धन्यवाद चढाउन चाहन्छौँ। प्रेस मिडियाका भाइहरूले हर साल हामीलाई यसरी आएर कभरेज गर्नुहुन्छ र उहाँहरूले यस समाजको कार्यक्रमहरू प्रसारित गर्नुहुन्छ र फेरि पनि प्रेस मिडियालाई पनि हामी धेरै धेरै धन्यवाद दिँदै उहाँलाई हामी बिदा लिन चाहन्छौँ।